म चाहिँ एउटा अन्यायमा परेको हिसाबले चाहिँ म यहाँनिर चाहिँ यो मिडियामा आज आएको छु। परीक्षामा चाहिँ अब मुद्दा परेको छानबिन समिति गठन भइसकेपछि रिजल्ट आएन। त्यो निवेदन दिँदाखेरि मैले सूचना चाहिँ 7 दिनमा पनि पाइन, 10 दिनमा पनि पाइन। गाउँपालिका मैले अर्को निवेदन दिँदाखेरि गाउँपालिका अध्यक्षले लिन मान्नु भएन। त्यही अध्यक्षको आफ्नो नजिकको मान्छे राख्नुपर्छ भन्ने हिसाबले गर्दाखेरि यो अहिलेसम्म पनि केही भएको छैन। मैले त 3 महिना भइसक्यो अहिलेसम्म। 3 महिनासम्म पनि म एउटा मान्छे, म पहिला पनि काम गरिरहेको मान्छे, काम नमस्ते, मेरो नाम अमिर बस्नेत, मेरो ठेगाना लिखुपिके गाउँपालिका वडा नम्बर 2 गोली सोलुखुम्बु। म चाहिँ एउटा अन्यायमा परेको हिसाबले चाहिँ म यहाँनिर चाहिँ यो मिडियामा आज आएको छु। र म चाहिँ कसरी अन्याय परे भन्दाखेरि चाहिँ 2081 साल पुष महिना 12 गते लिखुपिके गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्राविधिक सहायक पदपूर्तिको लागि उसले चाहिँ आवेदन खोल्यो। र त्यो आवेदनमा मैले दरखास्त दिएँ। म लगायत 3 जनाहरू, जम्मा 4 जनाले हामीले दरखास्त फारम भर्यौं। र गाउँपालिकाले चाहिँ 2081 माघ 7 गते चाहिँ इक्जामको चाहिँ निश्चित तोको इक्जाम तोकिसकेपछि इक्जामको लागि हामी 4 जना मध्ये 2 जना सहभागी भयौं। 2 जना सहभागी भइसकेपछि हामीले इक्जाम दियौं र करारको लागि पदपूर्तिको लागि इक्जाम दिँदाखेरि 2 जनाको रिजल्ट चाहिँ आएन। 24 घण्टा भित्र पनि आएन र 7 दिनसम्म पनि आएन। किन आएन भनेर बुझ्दाखेरि एकजना चाहिँ गाउँपालिका अध्यक्षको चाहिँ आफ्नो नजिकको मान्छे भएको हिसाबले चाहिँ उसको चाहिँ नाम निकाल्नु पर्ने भएको कारणले गर्दा चाहिँ रिजल्ट रोकिएको भन्ने मैले यताउता सुन्नेमा आयो। र त्यतिकै गर्दाखेरि अब कार्यकारी प्रमुख प्रशासकीय अधिकृतले चाहिँ उहाँ चाहिँ सरुवा हुनुहुने भएको कारणले उहाँले चाहिँ कार्यपालिकाको बैठक राखेर उहाँले चाहिँ अब यस्तो रिजल्ट छ, यस्तो यस्तो भएको छ भनेर उहाँले कार्यपालिकाको बैठकमा भनेर उहाँले कार्यपालिकालाई जिम्मा लाएर उहाँ चाहिँ त्यो गाउँपालिकाबाट बिदाई भएर जानुभयो। र त्यसपछिको समयमा चाहिँ परीक्षामा चाहिँ अब मुद्दा परेको भनेर चाहिँ नेभी सङ्घले मुद्दा हालेको भन्ने एक किसिमको उले गर्दाखेरि उहाँले चाहिँ मुद्दा परेको भन्ने मात्रै सुन्नेमा आयो। त्यो कारणले चाहिँ एउटा छानबिन समिति गठन भयो। छानबिन समिति गठन भइसकेपछि रिजल्ट आएन, त्यो त्यत्तिकै रह्यो। र मैले चाहिँ रिजल्ट निकै दिनसम्म नआएको कारणले गर्दाखेरि 2081 साल त्यही 10 महिना 28 गते चाहिँ मैले सूचनाको लागि निवेदन दिएँ। र निवेदन दिँदाखेरि मैले सूचना चाहिँ 7 दिनमा पनि पाइन, 10 दिनमा पनि पाइन। र म चाहिँ फेरि पूर्ण 2081 साल 11 महिना 11 गते चाहिँ म गाउँपालिका गएँ। र 11 महिना 11 गते गाउँपालिका जाँदाखेरि गाउँपालिका मैले अर्को निवेदन दिँदाखेरि गाउँपालिका अध्यक्षले लिन मान्नु भएन। र त्यसको चाहिँ सूचना आउँछ, पहिलाकै सूचना आउँछ भनेपछि म उहाँ गइसकेपछि चाहिँ उहाँले चाहिँ मलाई व्हाट्सएपमा सूचना अधिकारीले व्हाट्सएपमा चाहिँ पठाइदिनु भयो। त्यो सूचना पठाइदिनु भयो। सूचनामा चाहिँ के भनेको थियो भनेदेखि प्रमुख प्रशासकीय अधिकृत नभएको कारणले गर्दाखेरि चाहिँ यो प्रक्रिया अगाडि नबढ्ने भनेर उहाँले पठाइदिनु भएको थियो। र बीचमा चाहिँ प्रमुख प्रशासकीय अधिकृत नआउँदै पनि बीचमा सूचना चाहिँ निस्क्यो, रिजल्टको सूचना निस्क्यो। रिजल्ट चाहिँ कहिलेको निस्क्यो भनेदेखि त्यही माघ 8 गते, जुनमा हामीले 7 गते इक्जाम दिएको थियौँ त्यसको भोलिपल्टको इक्जाम निस्क्यो। र इक्जाम निस्किसकेपछि चाहिँ त्यसपछि नियुक्ति लिन पनि कसैले खबर गरेन। त्यो चाहिँ भित्तामा गाउँपालिकाको भित्तामा टाँसेको भन्ने एउटा सुन्नमा आयो। र कोही मेरा त्यहाँका साथीहरूले फोटो खिचेर मलाई पठाइदिनु भयो। र गाउँपालिकाको कार्यालयले, सम्बन्धित कार्यालयले मलाई फोन म्यासेज केही पनि नगरेको कारणले गर्दाखेरि म चाहिँ अहिले यतिको दिनसम्म पनि त्यत्तिकै बसेको छु। र चाहिँ अहिलेसम्म पनि अहिले पछि प्रमुख प्रशासकीय अधिकृत आउनुभयो गाउँमा। र गाउँपालिकामा आउँदाखेरि उहाँले पनि मलाई केही खबर गर्नु भएन। र त्यही अध्यक्षको आफ्नो नजिकको मान्छे राख्नुपर्छ भन्ने हिसाबले गर्दाखेरि यो अहिलेसम्म पनि केही भएको छैन। मैले त 3 महिना भइसक्यो अहिलेसम्म। 3 महिनासम्म पनि म एउटा मान्छे, म पहिला पनि काम गरिरहेको मान्छे, काम छोडेर त्यहाँनिर आवेदन दिएँ। र म अहिले के गर्ने, अब यो कति बेरसम्म पुर्ने, अब गाउँपालिकाले चाहिँ एउटा प्राविधिक खोजेको हो कि आफ्नो मान्छे खोजेको हो भन्ने विषयले चाहिँ गर्दाखेरि चाहिँ म अन्याय परेकोले यो मिडिया सामु आएको हो। र यस्ता कुराहरू यो भन्दा पहिला पनि भएका थिए होला, भोलि पनि हुन्छन् होला। र
र मैले चाहिँ यस्तो नहोस्, यो चाहिँ एउटा गाउँपालिकाले चाहिँ आफ्ना मान्छेहरू भर्ना नगर्नुहोस्, योग्य मान्छे भर्ना गरून् भन्ने हिसाबले चाहिँ म यो मिडियामा आएको। र यो चाहिँ एउटा चाहिँ गाउँपालिका अध्यक्षले चाहिँ आफ्नो चाहिँ एउटा गाउँमा एउटा केन्द्रित भएर चाहिँ यस्तो अन्याय गरेको हुँदाखेरि चाहिँ म चाहिँ यो अन्याय परेर मिडिया माझमा आएको। धन्यवाद।